हाई एभ्रिवान, नमस्ते तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। आज चाहिँ मैले थुक्पा पकाएर खान थालेँ। थुक्पाको लागि पानी पनि रेडी भइसकेको छ। मैले थुक्पालाई पनि बसालेँ। थुक्पा पाक्दै गर्छ। यता मैले कटिङ सुरु गरेँ। प्याज, हरियो खुर्सानी, मासु, टमाटर अनि चना र साग साथमा रहेको छ कागती। सरी साथीहरु, मैले चाहिँ पकाएको भिडियो चाहिँ राखिएन। मेरो चाहिँ समय हुँदैन। पकाउँदै गर्दा मैले अर्को फ्यामिलीलाई पनि खाना पकाइदिनु पर्ने हुन्छ। मलाई चाहिँ चाउमिन भन्दा सुप नै मिठो लाग्छ, त्यही भएर सुपमा बनाए। थोरै टिम्बुरको धुरालाई लगाए। यो चाहिँ मैले खुर्सानीको अचार घरमै बनाएको हो साथीहरु। माथिबाट प्याज, थोरै हरियो खुर्सानी राखिदिए। कागतीलाई निचारे रेडी भयो। हेर्नुस् त, वाउ, खम लाग्ने है। हेर्नुस् त, मिठो कस्तो मिठो होला जस्तो। अनि मैले चाहिँ मोलेर खान थालेँ। कस्तो गर्मी छ, त्यही पनि मैले खाना चाहिँ छोड्दिनँ। जे होस् थुक्पा खानु मन लागिरहेको हुन्छ, खान्छु। अनि हेर्नुस् न, यस्तो मिठो मानी खाइरहेको छु मैले। एकदमै मिठो भएको थियो। अनि तपाईहरुलाई कस्तो लाग्यो मेरो भिडियो प्लिज कमेन्ट गर्नुहोला। थ्यांक यू।